गुड मर्निङ फ्रम अहिले चाहिँ हामी रूपाटनमा छु। पछाडिपट्टि ब्याकग्राउन्डमा देखिसक्नु भएको छ तपाईँहरूले। कतिपय आउनु भएको छ, कतिपय आउनु भएको छैन भनेपछि एम्बु राजा युट्युब च्यानललाई गएर सब्सक्राइब गर्न चाहिँ नछोड्नु होला। मैले खासमा विशेष गरेर यो भिडियोमा चाहिँ के भन्न चाहेँ भनेपछि पिछडिएको जिल्ला भनेको डोल्पा जिल्ला है। तपाईँहरूलाई पनि थाहा छ, विशेष भौगोलिकको क्षेत्रमा हेर्नु पर्दा पनि ठुलो जिल्ला नै डोल्पा जिल्ला, तर पिछडिएको जिल्ला भए पनि मलाई चाहिँ लाग्छ, गर्व लाग्छ म जन्मेको, म हुर्केको ठाउँ होइन पिछडिएको जस्तो लाग्दैन। मलाई मात्र लाग्छ नेपालकै स्वर्गको एक टुक्रा हो जस्तो लाग्छ। आज 12 गते, जेठको 12 गते हाम्रो यार्सा गुम्बा है, यार्सा गुम्बा जडीबुटीको लागि चाहिँ हामी स्थानीय लगायत सब बाहिरको पाहुना मित्रहरू हाम्रो रूपपाटनमा भित्रिनु भएको छ। उहाँहरूलाई पनि विशेष केही कुराहरू म सोध्ने पनि छु, केही कुराहरू उहाँहरूले भन्नु पनि हुनेछ होइन। विशेष लगायत अब हामी चाहिँ यो हुन्छ नि भन्छ अब जिल्ला डोल्पा जिल्लादेखि नभएर कयौँ रुकुम पूर्वीदेखि आउँदै हुनुहुन्छ। को कति अझै पनि यो यार्सा गुम्बाको लागि मात्रै हो भन्ने पनि छैन, यार्सा गुम्बाको लागि मात्रै आउनुपर्छ भन्ने पनि छैन। अब हामीले हो परिवर्तन गर्ने, अनि पर्यटन क्षेत्र टुरिस्ट क्षेत्र बनाउन पनि सकिन्छ। स्थानीय लगायत होइन बाहिरको हाम्रो मित्र पाहुना मित्रहरूलाई पनि विशेष गरेर मैले केही कुराहरू सोध्छु पनि भनिसकेको थिएँ हाम्रो रूपपाटनको बारेमा। अनि सर्वप्रथम हजुरको नाम भनिदिनु पऱ्यो दाइ। नमस्ते, मेरो नाम पूर्णबहादुर रोका, ठुलबेर नगरपालिका 6। अहिले हामी हाल रूपपाटनमा छौँ। जेठको 12 गते यार्सा गुम्बा केही नभए पनि 10 गते छोड्ने भन्ने कारणले अहिले हाम्रो 12 गते चाहिँ छोड्दैछन्। बहुमूल्य जडीबुटी यार्सा गुम्बा भनेको डोल्पाको भ्यालुलेस नभएर विश्वलाई चिनाउने एउटा यार्सा गुम्बा हो। त्यही यार्सा गुम्बाले गर्दा हाम्रो कतिपय स्थानीय लगायत बाहिरको रुकुम जाजरकोट हरेकौँ ठाउँबाट आउनु भएको छ। उहाँहरूलाई के भन्न चाहनुहुन्छ तपाईँले? सबैलाई अब सबैले गर्न पाउन्, सबैले खोज्न पाउन् भनेर हामीहरूले यहाँ एउटा समिति उपसमिति बनाइरहेछौँ। अब यो जुन अब भाइले कुरा गर्यो, अब यो एउटा स्वर्गको टुक्रा हो नि, त्यसैभित्र पनि एउटा बहुमूल्य चिज यार्सा गुम्बा पाइने क्षेत्रभित्र सबैले अब बुढादेखि वृद्ध सबै केटाकेटी सबै अब अपाङ्ग सबैले खोज्न पाउन् भन्ने तरिकाले सबैको अधिकार बराबर होस् भन्ने तरिकाले हामीले एउटा उपसमिति बनाएको छौँ। त्यो उपसमिति लागि परिरहेछ। त्यो उपसमितिले सबैलाई खोज्ने एउटा प्रावधान बनाउने छ। सबैलाई खोज्ने, सबैले अब यार्सा सङ्कलन गर्न पाउने अधिकार प्रदान गरेको छ हाम्रो ठुलीबेर नगरपालिका 6ले। त्यही हो विशेष गरेर। नमस्ते एभ्रिवान, अहिले हाल चाहिँ हामी रूपपाटनमा छौँ। ठुलीभेरी 6 जाजरकोट रुकुमदेखि आउनुहुन्छ होइन दाइ। विशेष लगायत यस्तो हो कि मैले भन्न खोजेको चाहिँ के हो भनेपछि डोल्पामा एक चिनिएको भनेको रूपपाटन पिछडिएको जिल्ला पनि हो, कर्णाली प्रदेशको एकदम पिछडिएको जिल्ला। तर पिछडिएको जिल्ला मात्रै नभएर पनि मलाई त लाग्छ मेरो जन्मभूमि नभएर पनि यो डोल्पा जिल्लाकै एक स्वर्गको टुक्रा जस्तै लाग्छ। हजुरलाई के लाग्छ? कतिचोटि आइसक्नु पनि भएको छ, अनि केही कुराहरू विशेष कुराहरू भनिदिनु पर्यो। धन्यवाद भाइ। कस्तो छ भन्दाखेरि चाहिँ खासमा म यो ठाउँमा आएको चाहिँ यार्साकै विशेष गरिकन म यार्साकै रिपोर्टिङका क्रममा यार्साको विभिन्न विषयमा म डकुमेन्ट्री बनाउनुदेखि लिएर यसको विभिन्न अध्ययन गर्ने सवालमा चाहिँ म यो वर्ष चाहिँ 4 पटक भयो आएको। यहाँ 4 वर्ष भयो आउँदाखेरि यसलाई हेर्ने हो भने अघि नै भाइले भने जस्तो यो आफैमा प्राकृतिक सौन्दर्यताले भरिएको ठाउँ हो होइन। म भन्छु यो डोल्पा भर्जिन छ, पर्यटकका लागि भर्जिन ठाउँ हो। त्यस कारणले गर्दाखेरिमा चाहिँ यहाँ यार्साले एउटा पर्यटकीय गन्तव्य बनाएको छ भने यार्सा आम्दानीको स्रोत पनि हो। आज जसरी पाटन खुला गरिन्छ, यहाँको वन समितिले जसरी एउटा खालको व्यवस्थापन गरेर यो पाटनलाई खुला गर्छ, रूपपाटनलाई मात्रै हेर्ने हो भने यो यार्सा सङ्कलनको मात्रै ठाउँ होइन कि आन्तरिक पर्यटकको एउटा रमाउने ठाउँ पनि हो। त्यसलाई विशेष गरिकन स्थानीय सरकारले होइन अब सबै निकायले गर्नुपर्ने चाहिँ के हो भने यहाँ यार्साको सिजनमा मात्रै होइन, अरू बेलामा पनि पर्यटक आउने खालको वातावरण बनाउनु पर्यो। यानि कि 12 महिना पर्यटक आएर घुमेर यो ठाउँको प्रचार प्रसार गर्न सक्ने र सँगसँगै प्रचार प्रसार मात्रै होइन कि आन्तरिक तथा बाह्य पर्यटकहरू आएर यहाँ जसरी घुम्नुहुन्छ, उहाँले प्रचार गर्नुहुन्छ, त्यो सँगसँगै उहाँले अर्थ पनि यहाँ खर्च गरेर जानुहुन्छ भने यहाँको स्थानीयको अर्थतन्त्र पनि वृद्धि हुन्छ। म हिजो बेलुका मात्रै केही सेक्युरिटी गएका साथीहरूको कुरा सुन्दाखेरि अघिल्लो वर्षको तुलनामा यस वर्ष यार्सा पाउने सम्भावना न्यून छ
भन्ने छ। त्यस कारण अझै व्यवस्थापन गर्न सक्नुपर्ने हुन्छ। एकदमै बहुमूल्य जडीबुटी डोल्पामा एर्सा गुम्बा नभएर लगायत हरेकौँ जडीबुटी पाउँछ दाइ। त्यो त भनिराख्नु पनि पर्दैन, हामीले सबले बुझिरहेको पनि हो। अब धेरै अब भनौँ न, अब एर्सा गुम्बा नभएर अरू जडीबुटीहरू पनि छ। त्यो जडीबुटीहरूको नाम लिँदै गर्ने भने चाहिँ किताबमा लेख्न पनि सकिन्न, लेखेर पनि भ्याउन पनि सकिन्न। दाइ चाहिँ 4 साल भयो दाइ टेक सहाय पत्रकार हुनुहुन्छ। उहाँसँग केही 2-4 शब्द मैले बोल्न पाउँदा मलाई पनि खुसी लाग्यो दाइ, है खुसी लाग्यो। त्यही भएर म चाहिँ यहीँ जन्मेको यहीँ हुर्किएको दाइ, है यहीँ जन्मेको यहीँ हुर्किएको। तपाईँले भन्नुभयो 4 साल भयो, 4 साल भइसकेपछि केही कमीहरू घट्दै गइरहेछ भन्नुभयो, बढ्ने ठाउँमा घट्दै गइरहेछ। अहिले किनभने म 24 वर्ष पुगेँ, 24 वर्ष पुगिसकेको पनि झन्डै म चाहिँ यहाँ किरा टिप्न लागेको 18-19 वर्षदेखि हो। भनेपछि त्यो पहिलाको सिचुएसन त्यो हेरेर अहिले चाहिँ लुबिँदै गइरहेको छ। 83 साल जेठको 12 गते स्थानीय लगायत नेपाल प्रहरी एपिएफ टोली सहजीकरण गर्नु भएको छ। विशेष गरेर म केही कुरा 2-4 कुरा मेरो दाइ प्यारो दाइ हिमाल दाइसँग म सोध्न चाहन्छु। विशेष गरेर नाम त नभन्नु थियो, मैले भनिहालेँ। विशेष गरेर शुभ नाम हजुरको भनिदिनु पऱ्यो दाइ। मेरो नाम चाहिँ हिमाल जोकाए, म चाहिँ ठुलिबे नगरपालिका वार्ड नम्बर 6 दुर्गाउँ भित्रको एउटा उमेरले 33 वर्षको एउटा दाइ भनौँ, भाइ भनौँ, भतिजो भनौँ, सबै नातामा तपाईँहरूमा होला हेर्ने व्यक्तिहरूलाई म चाहिँ सर्वप्रथम त एफएफ टोली, सशस्त्र टोली अनि पुलिस टोली यो वनको कर्मचारीहरूलाई विशेष धन्यवाद अनि नमस्कार टक्राउन चाहन्छु। हाम्रो यो ठाउँलाई साथ सपोर्ट, हाम्रो यो ठाउँको मान्छेहरूलाई, यहाँको जनसमाजहरूलाई तपाईँहरूले दिएको माया, तपाईँहरू आफ्नो ठाउँबाट खटिएको त्यो स्वतन्त्रतालाई म एकदम सम्मान गर्छु। सुन्दरताको कुरा गर्नुहुन्छ भनेपछि तपाईँहरूले आफै भिडियोमा जे देखिराख्नु भएको छ त्यो अनुसारले प्रतिक्रिया तल मेरो भाइ ओम प्रसाद रोकाएकोमा सब्सक्राइब अनि कमेन्ट सेयर कति के गर्न मन लाग्छ त्यो तपाईँहरूको इच्छाको कुरा हो। सुन्दरताको एउटा यो आधार त कर्णालीको सबैभन्दा नेपालको सबैभन्दा पिछडिएको प्रदेश कर्णालीभित्रको पनि एकदम पिछडिएको मेरो जिल्ला भित्रको रहेको डोल्पाभित्र रहेको ठुलिबेर नगरपालिका वार्ड नम्बर 6 भित्र पर्ने रूपपाटन हेर्नु। सुन्दरताको लागि मैले केही पनि भन्दिनँ, तपाईँहरूले आफै प्रतिक्रिया दिने हो होइन। यही सुन्दरताभित्रको यत्रो जनसमाज मेरो गाउँ समाजहरू होइन, हेर्नु त सबैजनाहरू आफ्नो ठाउँमा हुनुहुन्छ होइन। ठाउँ जतिको राम्रो उत्तिकै मेरो गाउँठाउँको मान्छेहरू पनि उत्तिकै मनका सोझा एकदम स्वतन्त्र तरिकाले बसेका मेरो गाउँ समाजको लागि पनि यो ठाउँमा आज हामीले चाहिँ सबै कुराहरू वनको समिति अनि पुलिस प्रशासन अनि सशस्त्र एफएफ टोली वनको कर्मचारीहरू जिल्लाबाट खटिएको वनको कर्मचारीहरू लगायत यहाँको समितिहरू बसेर चाहिँ हामीले चाहिँ आज वन खुल्ला गर्नुपर्ने हुन्छ। वन खुल्ला गर्नको लागि धेरै कुराहरूको गाह्रो छ, बुझाएर सम्झाएर रसिद काटेर अगाडि बढ्ने पर्ने हुन्छ। यहाँको यो नेवाली अनुसार पनि हामी थोरै रसिद लिने गरेको छौँ। रसिद लिनको मेन उद्देश्य भनेको हाम्रो यो वन सेक्युरिटी राखिएको हुन्छ। यहाँ हाम्रो पुलिस प्रशासनहरूलाई खानाको व्यवस्था गरिदिनु पर्ने हुन्छ अनि सबैलाई यताउता खर्ची म्यानेज गर्नलाई पनि हामी यसो रसिद काट्ने, रसिद पनि जिल्लाभन्दा बाहिरको स्थानीयभन्दाको बाहिरको त्यही हिसाबले चाहिँ हामीले चाहिँ नेवाली अनुसार उतारेर त्यही अनुसार हामी यहाँको लोकलले पनि हाम्रो अहिले रसिद काट्ने हामीले आर्थिक म्यानेज गर्नको लागि भने यहाँको हेरालालाई यहाँको काम गर्ने व्यक्तिहरूलाई म्यानेज गर्नको लागि पनि हामी रसिद काटेर केही समयपछि हाम्रो वन खुल्ला हुन्छ। ओम प्रसाद रोकाएको युट्युब सब्सक्राइब तपाईँले कसरी गर्नुहुन्छ त? तपाईँले मनले के गर्न लागेको छ? सब्सक्राइब, सेयर, कमेन्ट जे भन्न मन लाग्छ त्यो चाहिँ तपाईँको इच्छाको कुरा। सुन्दरताको एक टुक्राबाट मैले बोल्ने मौका मेरो भाइले दिएको छ। यति भन्दै बाँकी कुराहरू चाहिँ हजुरहरूलाई जिम्मा राख्दै म बिदा हुन्छु। नमस्कार। थ्याङ्क यू दाइ। मेरो केही भिडियोमा चाहिँ 2-4 वटा शब्द बोलिदिनु भएकोमा हजुरलाई हृदयदेखि नै बधाई छ। दाइ स्वागत छ। नमस्ते। धन्यवाद मेरो प्रकाश भाइ। अब यो म रूपपाटनमा सोचेको थिएन, मैले इमेजिन गरेको थिएन होइन। यार्चा गुम्बा टिप्ने ठाउँमा यस्तो हाम्रो विकट डोल्पालाई हामीले रिप्रेजेन्ट गर्ने सोचमा चाहिँ हाम्रो ओम प्रकाश भाइको भ्लगिङदेखि हामीले हाम्रो नेपाललाई, हाम्रो डोल्पालाई रिप्रेजेन्ट गर्दैछु होइन। सबैजनालाई आउनुहोस्, वेलकम छ। हाम्रो यो पर्यटकीय क्षेत्र छ, यति नै रमाइलो, अति नै बवाल छ। तपाईँहरूलाई वेलकम छ यहाँ।
लगभग यात्रा गर्दाखेरि चाहिँ कति घन्टा जति लाग्यो बाइकमा? बाइकमा यात्रा गर्दाखेरि हामीलाई लाग्यो लगभग 4 घन्टा लाग्यो होइन। 4 घन्टाको यात्रा एकदमै एकदमै एडभान्चर छ, एकदमै रमाइलो छ। सोचेको भन्दा पनि अलगै फिल आउँछ त्यो। हामीले जुन तरिकाले सोचेर यो ट्रिप बनाउँछु भन्छौँ नि, तर त्योभन्दा पनि अति नै मजा छ यो ट्रिपमा चाहिँ। तपाईँहरूलाई वेलकम छ, जति पनि सब्सक्राइब जति पनि लाइक गर्नु भएको छ तपाईँहरूलाई वेलकम छ। अब आउने हेर्ने मान्छेहरूलाई पनि जनाउनुहोस्, यो ठाउँमा चाहिँ वेलकम स्वागत छ है तपाईँहरूलाई चाहिँ। मैले धेरै कुरा त भनिराख्नु पर्दैन, म यहीँ जन्मेको यहीँ हुर्केको। विशेष गरेर उहाँ दाइसँग चाहिँ केही कुराकानी पनि भयो। विशेष गरेर हजुर चाहिँ यहाँ फर्स्ट टाइम होला लाग्छ मलाई। एकदमै फर्स्ट टाइम म एकदमै फर्स्ट टाइम। तर म चाहिँ दुनैकै हो, तर म यहाँसम्म आएको थिएन। मेरो अब तलैतिरै बसाइसराइ भएको थियो। अब म अहिले आउँदाखेरि आफ्नै ठाउँमा यस्तो रमाइलो ठाउँ देख्दा चाहिँ म एकदमै अहिले चाहिँ गर्वको साथ भन्न चाहन्छु कि मेरो डोल्पा मेरो दुनै एकदम राम्रो छ। रूपपाटन भन्ने ठाउँ म अब यो प्रत्येक वर्ष आउने छु, यहाँ चाहिँ प्रत्येक साल आउने छु। समयले र भाग्यले साथ दिए पनि चाहिँ अति नै राम्रो छ, जति हेर्दा पनि अगाइ नसक्नु छ। अहिले चाहिँ के हो भनेपछि दाइ योभन्दा पनि विगत गइसकेको सालमा चाहिँ योभन्दा पहिला रोड पनि थिएन। विशेष गरेर मान्छे भरममा कहिले पर्नु हुँदैन रहेछ भन्ने कुरो मैले पनि बुझेँ दाइ। अहिले म गाडी लाइन पेसा गर्दैछु एउटा होइन, अनि सँगै लगायत मैले भ्लग पनि बनाउँछु। कोहीले सक्दैन यस्तो 4,000 मिटरमा ल, तर समुद्र सतहबाट 4,000 फिटमा माथि आएर यस्तो रमाइलो ठाउँ तपाईँ कल्पना गर्न सक्नु हुँदैन। तर यहाँ आउनुहोस्, अति नै बवाल, शब्दमा बयान गर्न नसक्ने ठाउँ छ। सोच्नुहोस् त तपाईँहरू, समुद्र सतहबाट 4,000 फिट माथि हिमालमा अक्सिजन लेभल यति कम छ, बुट्यानहरू छैन, रुखहरू तल देख्न सक्नुहुन्छ, माथि रुखहरू केही पनि छैन, यस्तो बुट्यानहरू छ। यो बुकी भन्छ यो ठाउँमा। हिउँले गर्दा यहाँ बुटाहरू हुँदैन, तलको रुख यहाँ हुँदैन कि, त्यस्तो ठाउँमा हामी बाइक ल्याएर आएछौँ। सोच्नुहोस् त, यो भ्लग चाहिँ यस्तो छ कि तपाईँहरूले चाहिँ वर्षौँ पछिसम्म पनि अहिले नै तत्कालै नै हेर्ने मान्छेले भोलि 84 साल 85 साल 86 सालतिरसम्म पनि हेर्नुहुन्छ होला। तर तपाईँ चाहिँ यहाँ चाहिँ आउने वर्षमा चाहिँ गाडी ल्याएर आउन सक्नुहुन्छ जस्तो लाग्छ है मलाई चाहिँ। अति नै अब हाम्रो नेपालमा चाहिँ विकास पनि राम्रो हुँदैछ। अब एउटा कुरा चाहिँ म के भन्छु, हाम्रो बालेन सरकार छ अहिले गर्दा राम्रो पोजिटिभ छ। अब नेपोटिजम भ्रष्टाचार करप्सन चाहिँ पनि नहोला जस्तो लाग्छ मलाई चाहिँ। अब राम्रो विकास होला जस्तो लाग्छ। अब हामी नेपाली सबै समृद्धि हुन्छौँ जस्तो लाग्दैछ है। विशेष गरेर डोल्पा स्वर्ग जस्तै लाग्यो त। एकदमै यो एकदमै हेभेन हो, हेभेन, स्वर्ग हो यो। शब्दमा बयान गर्न सकिँदैन, यस्तो राम्रो ठाउँ, बाफरे, कल्पना गर्न सक्नु हुँदैन, त्यति रमाइलो छ यो ठाउँ चाहिँ। वेलकम छ तपाईँहरूलाई मेरो ओम प्रकाश भाइको ब्लगमा। धन्यवाद। तपाईँलाई पनि स्वागत छ। फेरि पनि बोल्ने मैले मौका भेटाउने अवसर पनि दिनु होला। एकदमै हाम्रो ओम प्रकाश भाइ हाम्रो भनेको अब सम्बन्ध भनेको एक आपसमा निभाउने माया। हामी त मायाको भोगी मान्छे के, जसले माया दिने नि त्यसलाई नै माया दिन्छौँ नि त। त्यही भएर यो हाम्रो सम्बन्ध सधैँ रहिरहन्छ होइन, बाँचुन्जेल रहिरहन्छ, मरिलानु केही पनि छैन होइन त। एक आपसमा साथ सपोर्ट। ल धन्यवाद। विशेष गरेर अब दाइसँग कुराकानी भयो। उहाँ दाइ चाहिँ हाम्रो डोल्पाकै ठुलीभेरीमै पढ्नुहुन्छ, दुनैको। विशेष गरेर सबले चिन्नु होला दाइ। तराईको साथीहरूलाई पनि म केही विशेष कुराहरू बोल्न गइरहेको छु। स्वागत छ हजुरलाई, नमस्ते। कस्तो लाग्यो तपाईँलाई डोल्पा? स्वर्गीय अप्सरा जस्तो। विशेष गरेर हजुरको चाहिँ नाम? मेरो नाम शत्रुघ्न वर्मा, म नेपालगञ्जदेखि। वा, कति टाढादेखि आउनु भएको छ उहाँ? मलाई एकदम खुसी लाग्यो यहाँ आएर। हजुरको अलि मार्क्स तल गरिदिनु पर्ने भयो, सरी है। ल, अनि तपाईँलाई रूपपाटन कस्तो लाग्यो? रूपपाटन एकदम सुन्दर लाग्यो मलाई। सुन्दर लाग्यो। म सबैले आग्रह गर्न चाहन्छु एकपटक रूपपाटनमा थ्याङ्क यू आउनुपर्ने ठाउँ हो। सरको टुक्रा छुटे जस्तो रूपपाटन डोल्पाको। अनि योभन्दा मैले विशेष एउटा कुरा सोध्न चाहेँ हजुरलाई। योभन्दा पहिला के अरे डोल्पामा आउनु भएको थियो कि नै? नै आएको थिएन, पहिलोचोटि हो। पहिलोचोटि नै रूपपाटन पुगिदिनु भयो? हजुर। वा, तपाईँको जिगर चाहिँ हो है। पहिलोचोटि नेपालगञ्जदेखि आउनु भएको छ उहाँ।
उहाँ के हो भनेपछि रूपाटन केही नभए पनि उहाँलाई चाहिँ थाहा छैन यार्सा गुम्बा के हो भन्ने कुरो उहाँलाई थाहा छैन। नाम जे सुनेको थिएँ जस्तो भए पहिला पनि पढ्ने बेला सुनेको हो। पढ्दाखेरि नाम सुन्नु भएको हजुर तर यार्सा गुम्बा के हो भन्ने कुरो चाहिँ थाहा छैन। थाहा छैन। तर तपाईँ चाहिँ यो पछाडिपट्टि अगाडिपट्टि पुरै भ्यूहरू होइन ब्याकग्राउन्डमा देखिरहेको भ्यूहरू अनि डोल्पा घुम्न चाहिँ आउनु भएको। हजुर घुम्नकै लागि भनौँ। डोल्पा सुन्दर रहेछ, मलाई धेरै मन पर्यो। रूपपाटन झन् स्वर्गको अप्सरा जस्तो। ल हजुरलाई थ्याङ्क यू मेरो सानो मिनी भलकमा। थ्याङ्क यू। तपाईँले बुझ्नु भएको मात्रै पनि होइन, हामीले लगायत स्थानीय लगायत बाहिरबाट जो जति आउनु भएको छ सबैले बुझ्नै पर्ने कुरा हो है। तपाईँ हामीले बुझेर कुनै अर्थ नै छैन। हामी त एउटा तपाईँ सोसल मिडियामा केही नभए पनि सोसल मिडियादेखि नै अब हाल्दै जानुभएको प्रगति गर्दै जानुभएको हामीले अब यति मात्रै त हो हामीले देखाउन खोजेको कुराहरू सबले बुझ्नु पर्यो। दाइले स्टकल रूपमा के भन्नुभएको छ भनेपछि जो जतिले ध्यान दिनुभएको छ त्यसले चाहिँ यो कुरालाई चाहिँ मन छुन्छ। हस् त धन्यवाद दाइ। थ्याङ्क यू।